Hello, namaste, and welcome to my video. आजको vlog फेरि स्टार्ट हुन गइरहेको छ आफ्टर लङ टाइम. एक्चुअली म डेली भ्लग त गर्न भ्याउँदिनँ पनि, सो क्याप्चर गर्छु सम मेमोरिजहरू. लाइक अब कुनै स्पेसल इभेन्टहरू भयो भने चाहिँ म मेमोरीको लागि चाहिँ भिडियो बनाउने गर्छु. सो आजको मेरो स्पेसल डे चाहिँ के छ भने मेरो छोराको आज भात खुवाइ छ. सो आजको दिन भात खुवाइको दिन निस्केको हुनाले सो हामी आज त्यसैको भिडियो बनाउन गइरहेको छु. अनि एक्चुअली म चाहिँ अहिले रुममा छु. मेरो रुममा जस्ट भर्खरै स्टार्ट गर्नको लागि. अब हिजो अब काममा गएर आज बिहान फेरि अब कामबाट आयो, नाइट काम गरिन्छ है, के छ गाह्रो छ नि अब. अनि नाइट काम गरेर आयो, अब प्रिपेयर गर्नलाई तल अब बुढीले भान्जी बहिनी आएको छ. अब गेस्टहरू हाम्रो त्यति धेरै त छैन आजको, जस्ट सानो टाइपको अब जस्ट फ्यामिली मेम्बर मात्रै इन्भल्भ छ. सो लेट्स सी त तल तयारी के हुँदैछ म तपाईँलाई भिडियोमा बिस्तारै देखाउँछु नि. ल त ल पार्टीहरू के छ, डेकोरेसन भइरहेछ, के हुँदैछ डेकोरेसन? आमा ल आज लुकेन छोरोको भात खुवाइमा यसो हल्का तयारी हुँदैछ. ल यहाँ बहिनी बुढी भान्जी मम्मी साथमा हाम्रो भाइ पनि लागि परेछ है. अब वेलकम हो. पछाडि यो यसो हेर्नु त नक्क लाएर ल यस्तो दिने हो नि त. डेकोरेसन चाहिँ ल सिम्पल राम्रो छ है डेकोरेसन. यो डेकोरेसन गरेको पक्का हाम्रो निकिता भान्जीले होला है, एन्ड सङ्गीता बहिनी लगायत टिम पनि छ है यहाँ. खानेकुरा के बन्दैछ त मम्मीजी? बिजी आमा भान्जी फेरि क्या बिजी के फेरि. हेर न फेरि चटनी पिस्न लागेर हैरान फेरि. ल ओ माइ गॉड, त्यसो चिकन त रेडी छ त. यहाँ फेरि कसलाई हो रेडी छ त खाना त? हो र. ल के बन्दैछ हौ यहाँ? ल चिकन भुटुवा बन्दैछ यहाँ. ल माताजीले निकै खट्नुभएको है नातिको भात खुवाइ भनेर. यहाँ त आमा के साह्रो हौ. कडा छ त कडा. के छ अब आलु दम रेडी. यो राजमा पनिर. ल नाम पनि कस्तो नआएको है, राजमा पनिर भन्नु. यो ब्रोकौली चाहिँ अलि जिम्दैछ, अब यसलाई पनि अब झापझुप बनाइहाल्नु पर्छ एकछिन. ल भान्जीले क्या दिएको छ ल सबैजना रेडी गरौँ ल बिस्तारै. ल हुन्छ. धेरै नतान्नु फेरि यता अहिले यतातिर छोटो होला. ओहो बहिनी पो देखियो बल्ल. हेत्तेरिका कति बिजी हो बहिनी? टाइट गर्नुहोस्. बिजी हो बिजी सबै. ल मेन हाम्रो हिरो फेरि कता छ हौ? हाम्रो मेन हिरो यता लुकेछ है. भुन्चे केटा हो. के गरेको अच्छा
ल डेडी के छ खाना खाँदै हो भोक लाग्यो ल ल ल ल ल ल प्लास्टिकबाट झिक्दै दिनुभन्दा टक्क त्यसबाट राखिदिनु न मजाको बोल्न दिँदैन त भोलि हेर्दैन होइन त्यो उस गर्नुपर्छ फर्काइदिँदै एकचोटि चाहिँ त्यो चिन्ता नि यहाँ टेबल सेटअप गर्छ अब डक होइन आफै बताउने अब त्यो लास्ट हो क्या अच्छा नहीं ल हाम्रो मामा श्रीबाट ठुलो मान्छे हुने बाबुआमालाई मजा आमाबाबालाई हेर्ने बाजेबोजूलाई हेर्ने फ्यामिलीलाई हेर्ने है नाम निरोगी हुने छानो बाबा ल मामा मलाई मामालाई राख्ने है लक्की हुनु त अझ लक्की भइराख्नुहोस् लक्की दाइको छोरा लक्की अझै धन्यवाद छ ल्याउनुहोस् ल मामाले पुछिरहेछ ल ल ल ल ल के खाँदै हो भने त ल है यता तँलाई सोधेको आजले खाएको बेलामा खिच्दै बिर्सेछ रोस्ट पनि यति मिठो भुट्टो यति मिठो बजाइ ठिकठाक छ ठिकठाक बा अङ्कल लाने सक्दैन ओ बा हाम्रो त बा हो हजुर यो मा अङ्कल हे यो मा अङ्कल ल ल एक राउन्ड घुमाइदिनु पर्यो भनेर ल आज खाइसक्नु भयो झिलिमिली एक झिलिमिली भइसक्यो ल यता भान्जो कता भान्जो हेलो म्याभरिक हेलो आफ्नै भाषा बोलेर भइरहन्छ यता फेरि के हो खाना दिइरहेको छ त यता के हो यस्तो अब भेराइटिजहरू एकदम रिफ्रेस गरेर गरम गरम बनाउन तरिका आज मम्मीले पोलेको सेलरोटी देखाउनै बिर्सेछ यहाँ तरिका मम्मीले पोलेको सेलरोटी देखाउनै बिर्सेछ नि त आज तपाईँले भिडियो ल्याउनु भयो क्या यस्तो खतरा सेलरोटी आमा कडा छ है सेलरोटी हाम्रो निकिताले फेरि यहाँ के खिर बनाउँदै हो मैले बनाएर भ्याइसकेँ यहाँ हेर देखाउनु कति मिठो हो खिर खाएर Sansa, what are you taking there? It's Fanta. ल मैले बिस्तारै लिनु होला है नातिको भात खुलाइ भने नाति नै हरायो ल दिदी बिस्तारै लिनु होला टक्क लाएर ल मामा अलिक छोटो आएको थियो हजुर बुहारीहरू त मैले लाउँछ भन्थेँ खोइ बुहारी आएन भरे ए तपाईँ त अब लगाइदिएर खुट्छ
ज्वाइँ सब के छ सेलरोटी हान्दै हो कि के हो सेलरोटी खाने होला सेलरोटी र जिन जिन एन्ड टनिक जिन एन्ड ल गुड छ के अरे आज त 8 बजे बिहान छिटो आइज है भनेर फेरि आयो पनि त्यो बिचारा के छ त ड्रिङ्क्स हान्दै हो चेस के खतरा छ त चेसको एले बेका ल ल ल रेडी भयो रेडी है सबै ल हेलो हो त्यो खिरमा त मुखमा आइस चटाइदियो चटाइदियो मात्रै हुन्छ हजुर टिका नलाइदियो हुन्छ त्यसको एलर्जी छ एलर्जी त्यो त्यो अलिकति मुखमा चट्टो चटाइदियो रातै एलर्जी आउँछ खुट्टाले तान्दैला खुट्टा समात्नु हजुर काय बाय टिस्यु ल्याएन टिस्यु लिएर ल्याउनु न यहाँ पछाडि लुकेन लुकेन हजुर लुकेन हो लुकेन पर्दैन अरू त कपडामा लाग्यो पुस्दै त कपडामा लाग्ला मुखको सट्ट पुस्नु अब यो त भेर के मोजा त सही छ त कार्टुन आयो तिम्रो कार्टुन ल समातु तिम्रो समातु कार्टुन त कार्टुन भाइ काका लगाइदिनु पालो आइसक्यो काका आइसक्यो माने बनाएर आउनु बजा आउनु ल जिजु बजाइ आउनुपर्छ जिजु बजाइ है हाम्रो लुकेनको जिजु बजाइ जिजु बजाइको आशीर्वाद टिका नलाइदिनु बजेले एलर्जी हुन्छ यति छोइदिनु टिक्का मात्र जल्ला फुल पितृले रक्षा गरेर नातिलाई बुद्ध भगवानले रक्षा गरेर है बाबु जल्ला आमा छोराले लागि जल्ला आमालाई एउटा खाता लगाइदिनु पर्ने हो बरा है ठिकै छ भने अब त्यही खाता लगाइदिनु पर्छ तिमीले आमा छोराले ल्याइदिएको ल आमा छोरालाई ड्याङ्गा लगाइदिनु न एकैचोटि आमा छोरालाई के गर्ने हो यो यतापट्टि छ काका एकजना त मैले बन्द खुलाइदिएँ अलिकता त्यो ओठमा मात्रै चुस्यो नाति भाग्य मानी भएर अर्को बाजा आउनु मन जितेर खिर ल्याउ पालेको त नानी ठिकै छ आमासँगै लगाइदिनु पऱ्यो त्यतै गर्दा आमालाई जल्ला ल नातिलाई पनि ल एउटा लगाइदिउँ है लगाइदिने है मेरो माथिलाई बिच्ची खाऊ
के खाऊ समाते छैन समाते छु सबै त ल ए ल सबैजना एक राउन्ड घुमाएर यसरी एक राउन्ड ल हामी त अब सेकेन्ड प्याक हान्दै हो प्याक हो यो चिकन हाल्नु चिकन कता हो ए यता आइसक्यो के माने हुनुहुन्छ त्यसै पनि अझै पनि हो है भिडियो गरौँ लु के निकाल्दैछ यसले के निकाल्दैछ यतातिर भदैलाई के निकाल्दैछ कुकुरले भदैले पनि हेर्दैछ भदैले पनि हेर्दैछ त्यो आफूले हेर्दैछ सुन्नुहोस् होइन अगाडितिर पार्नु त हो घुमाएर देखे भयो यहाँ अघि नै यता माथिबाट हाल्नु पनि सजिलो हो यो त माथिबाट अच्छा कता हो यता हुन्छ कता ल है माइली फुल पालो आयो माइली फुल पालो आयो मलाई त दिँदा खाली भएर हो क्या एकचोटि मात्र त्यो चुच्चो मात्र राखिदिएर त्यसलाई त्यो उयो यहाँ छ नि त्यो चटाइदिनु मात्रै जल्ला ल फर्स्टै हाल्दै मुख पुस्दै त टिसुले निकाल्यो कि हालेको खान्छ जल्ला अब भाइ है ल अब माम टन्न खानुपर्छ है आजबाट चाहिँ म आमा हातमा लाग्यो ठुलो भएछ हेर है ठुलो भएछ बेसी ठुलो भयो सुन्देर भएछ राइटकोमा ठिकै छ इलेक्सन निकाल्ने है मेरो भदिनु लुताई लताई तै मेरो स्वास्थ्य हुने है मेरो भदैले धेरै खाना खाने ल धेरै खाना खाने फोटो खिच्देऊ त च्याप लाएर एउटालाई मात्र छैन मैले खोलिदिन्छु नि काका के गर्दै हो त्यहाँ भनेको लुगाएर कहाँ लुगाएर फोन लाग्छ देखाइहाल्यो मिडिया भएपछि मिडियाले बर्बाद पार्नेको ल ल तै हो त्यो शीतललाई नि बोलाएर आउनुपर्छ म चाहिँ के खुलाइदिउँ त दुध खुलाइदिए भाउजू के होइन उयो खुलाइ
यो अलिकति यो चटाइदिनु न अलिकति मुखमा चलाइदिनु चिकन भाइ त्यहाँ हो त्यति गरेर नमस्ते साधु जिउवा एकचोटि गरेँ त्यहाँ बस के भइरहेछ त कान्छी कान्छाको कस्तो आँखा यस्तो नि त यो त पुरा अब क्यामेराम्यानको त सबै कुरा काका चेस ल चेस कति वर्ष भयो रे 78 ल नातिको भातको लाइनमा बाजेहरू गफ मिठो चलिरहेको छ दुईजना बाजेहरू हजुर फोटो खिच्दैछ सन्धि 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 पालो बल्ल मेरो पालो बल्ल बिस्तारै खानु होला है हतार नगरिकन हतार हुनु त अघि नै खाइदिन्छ फेरि हतारमा कतार गइन्छ भन्ने थाहा होला नि फेरि जम्ला चाहिँ कतार पनि कतार त पुइसक्यो भन्नु न कचोटि ट्रान्जिटमा कता कता कतिचोटि पुग्यो अरे कतार दुबई त कतारबाट एकचोटि पनि गएर दुबई गयो दुईचोटि पालो बल्ल आएको यता पनि ल जोइन चेस गरौँ त के हो मेरो पालै आएको त रक्सी खानै पाएको छ ल खिच्दा खिच्दा अलिक आज के हो ग्लास त खतरा खाँदा त्यही त अघिदेखिको अब हामी लेमन जुस खाएको लेमन जुस लेमन छ यसमा लेमोनेड विथ लाइम अनि अब अरू त के भन्नु है यहाँ देखिसक्यो लाइमी हरियो कस्तो के अरे लाइम हो यही हो लाइम अब के गर्ने अब बुढेसकाल बिस्तारै लाग्दै गयो उमेर ढल्किँदै गयो जिनतिर लाग्नु पऱ्यो होइन अब हुस्कीतिर होइन जिनतिर लाग्नु पऱ्यो जाममा लाग्यो भन्नै सक्दैन अङ्कल एक दुई शब्द केही भनिदिनु अब के भन्ने अब भन्ने आउँदैन दाइले भनिहाल्यो दाइले म चाहिँ जिन खाँदैछ अब जिनतिर लाग्यो अब हुसी चाहिँ अब छोडेर सही हो ल बाई बाई सो आजको लागि अहिलेसम्मको लागि यति अहिलेसम्मको लागि अब यसै यही मेसेज मार्फत अन्तको हाम्रो यो भिडियोको अन्त भनेर तपाईँहरू सामु भन्न चाहन्छु सबैलाई स्टे सेफ है एभ्रिवन थ्याङ्क यू चेयर्स Cheers.